बालेनको पहिलो राजनीतिक भाषण त सुन्नुभयो नि, त्यही पनि मैथिली भाषामा। राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरमा एउटा कार्यक्रम आयोजना गरेको थियो। त्यो कार्यक्रममा बालेनको भाषण चाहिँ एकदमै अर्थपूर्ण रह्यो। मधेसी छोरो प्रधानमन्त्री हुँदैछ, पिएम हुँदैछ भनेर मात्रै भोट नहाल्नुहोस्। राम्रो पार्टी आउँदैछ, राम्रो उम्मेदवार आउँदैछ, त्यही भएर हाम्रो पार्टीलाई भोट हाल्नुहोस् भनेर उनले भनेका छन्। काठमाडौँको मेयर हुँदाखेरि 35वटा एम्बुलेन्स वितरण गरेको, विभिन्न सम्पदाको संरक्षण उत्खनन गरेको र यस्तो काम चाहिँ काठमाडौँमा मात्रै नभई देशैभरि गर्नको लागि आफू मैदानमा उत्रेको समेत उनले भनेका छन्। उनले वार्षिक 20,000 भन्दा धेरै विद्यार्थीलाई छात्रवृत्तिमा पढाएको, अब भनेको पैसा तिरेर विदेश जानुभन्दा पैसा नतिरी पढ्नलाई योग्य वातावरण बनाउने भनेर उनले त्यो भाषणमा भनेका छन्। बालेन अब झापा 5बाट चुनाव लड्न तर्खर गर्दै हुनुहुन्छ, जहाँ साबिकमा चाहिँ केपी शर्मा ओली जित्दै आउनुभएको छ। अब त्यहाँ बालेन र केपी शर्मा ओलीको चुनावी भिडन्त कस्तो हुन्छ हेर्न नै बाँकी छ।